हेलो हाई नमस्ते फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु, ठिकै छु एकदम। अनि आज चाहिँ म चाहिँ मालहरु फुपूको सघाउन निस्केको छु साथीहरु, मल बोक्नु। अनि आलु रोप्ने बेला भइसक्यो, अनि त्यही भएर मल बोक्ने खेताला भन्नु भएर हामी चाहिँ निस्केको छौं। अनि यहाँनिर म चाहिँ मल बोक्ने मल भएको ठाउँमा आएर भिडियो सुरु गरेको छु साथीहरु। अनि यता पनि आउनु हुँदैछ पुरै खेतालाहरु चाहिँ हामी यति हो। यो माछा गर्ने बाक्लो बोक्नु पर्छ कि अनि यो उच्च भुजनतिर पल्लो क्षेत्र बाक्लो यता ठिकै यता ठिकै बोक्नु पर्छ के। हामीले चाहिँ मल बोक्नु पर्ने छ आज किट्याङ। ल भारी लगाउनु न, तपाईहरु पनि सँगै जाउँ। अनि मेरो भारी देखेर छक्कर। तपाईको भन्दा ठुलो छ डोका। समीक्षा उले नि भारी लगाइसक्नु भयो है। म झिक्रा टक्टकदेखि यहाँ जान्छ खुट्टाहरू गयो भने नि बोक न। कति बजी हिँड्नुहुन्छ तपाईहरु? यताबाट बोक्नु अरे, तपाईँ झन् झार माथि खोसेला बोक्नु हुँदैछ, मैले चाउवा बोकेर। नयाँ टोका ल्याउनु पर्दैन। तपाईको झन् मल बोक्ने ढोक्रो जस्तो छ डोको र त। ढुङ्गा बोक्ने डोको बानी मागेर ढुङ्गा बोकेर अनि मल बोक्ने भयो, दाउराहरू ल्याउनु भयो। आमामा कत्रो हो यो, कत्रो चप्पडी हौ। हल्लिँदैन के म छर्नु रुट्टा पो छैन झरिहाल्छ बुबु। छ नि कोदाली तीनटा पो छ त। लिएको छु नि मैले दुईटा जुनार एउटा तीनटा भेला बनाएको छु नि। मुरास गर्दै कोदाली लिएर आइरहन्छ। सरस्वतीको छोइन अरे यति चोखो यति मिठो दिउँला तिमीलाई र त। गाईचोरलाई कस्तो है आमामा, गाईचोर यस्तो पाउँदा रमाइलो छ हैन। मल बोक्नु पाउँदा भाग्यमानी पो हो त। आलु खानु पाइन्छ, एक छाक लैजाऊ भन्नु भन्छु भन्छु सरस्वतीले नदिए पनि म पनि लैजाऊ भन्छु। टेङ्किया बाबा गएर माग्ने हो नि। झन् मैले ठुलो डोकामा बोकेको छु होइन। डर लाग्छ हेर्नु हुँदैन बोक्न भन्नाले लगाएर ल्याउनु पर्थ्यो नि त। र त कहाँ लाँदा रे फुपू? पुछार कि माथि उता सिरान मारेर बोक्छौँ। उतै जाऊँ फुपू, कता जानु? माल घर माथि तालको। तिर चाहिँ बाक्लो बोक्नु पर्छ है। हस् बाक्लो पार्ले हो यो जोतेको जति सबै जोतेको बाक्लै घोप्टाउनु अरे। छर्के घोप्टाउँदा नि हुन्छ हौ। मेरो त थोरै नै थिएछ हौ, अहिले अलिक धेर बोक्नु पर्छ। गाउँ हरियो भइराखेको छ। गर्दा पनि भयो त, भोलिपल्ट छर्दा मिलाउँदा अलिक यता उचाउँदा पनि हुन्छ। बाक्लो हुनेछ नि त। सुत्नु त सुतेको रातभरि सुत्यो नि। यो गाउँ चाहिँ कस्तो माथि आमै त आलु पनि आमै चाहिँ हो। गाईले घाँस खाएको। दमिनी चाहिँ हो।
म चाहिँ दमिनी है दमिनी कसले भन्छ हिजो त मेरो जेठा छोरासँग नि बोलेँ आमा ठ्याक्कै 1 वर्षमा बोल्नु भयो त भन्दै कहाँ छ जेठा छोरा चाहिँ दुबई कुन छोरा कुन छोरा अरे छोराको नाम चाहिँ के हो उडा ए धेरै सम्झिन्छस् त छोरा भन्नु नि धेरै पो सम्झ्यौ त नानी जेठा भनेको काम नगर्नु टोक्लातिर नजानु लडिन्छ आँखा देखिँदैन भने वर्षमा बोल्नु 1 वर्षमा अरे होइन पोहोर गएको नि 1 वर्ष भयो नि अस्ति मङ्सिरमा 1 वर्ष भयो कपार एउटा फोक्रा चाहिँ बोकिसक्यो एउटा छ बाँकी गाई चोरो होइन अनि पुरै अहिले चाहिँ अब जाँड खानु लाग्यो खाना खाने भामी हस् नाति हात कम्ती छ छैन फेरि भोलिको अनि एउटा खान्छु ल म त जाँड नखाने जाँड नखाने केही नखाने म अरू केही छैन नखाने केही पनि नखाने धाराको पानी खाऊ तिर्खा लाग्यो भने खाने हो धाराको पानी होइन नखाने तिमी उकाइदिनु उकाइदिनु पर्ने टोकेर उकाउनु हाम्रो दिदीलाई भोलि यसो प्याराक प्याराक गर्न चाहिँ एकैछिन कसैमा उकाउनै जान्दिनँ ए मिठो चाहिँ कस्तो छ मिठो खाना खोजेको होला मिठो कहाँबाट ल्याउनु कस्तो कस्तो छ हौ ए साँच्ची सेन्डीको त यहाँबाट जान्छ होइन यहाँदेखि त मिठो नभयो भने एक गइहाल्छ के त होइन हिजो 2 जम्मु लग के कुरा गर्नुपर्छ अरे यता चाहिँ गर्नुपर्छ कति वर्ष भनेको मैले अँ, म त 60 पो 60 वर्ष यतिका उमेर छ नानी के हेरेको यता हेर त गाई हेरेको गाईले पानी खाएको होइन हान्ला पोल्छ है एकछिन पोल्छ है पोलो पोल्नु थालो पोल्छ कि नलगाइ पोल्नु थालो पोल्नु चाहिँ पोल्छ कि चुड्की अहिले हात चाटे काटेको छैन खुन हुलुलु जान्छ कि चुटाउनुहुन्छ मेरो एकखेप यहाँदेखि कतिवटा हात काटेको थियो 5 वटा हात बाँधेर म त्यहाँ बाटोमाको हस् खुकुरीले यस्तो हाने कि खुकुरी च्याप अठाएर खोसाउँदाखेरि आजको मेरो काम गरेको हात यहीँ घाउ अर्कोपट्टि घाउ यो त चिमार्दा पनि दुख्दैन हामीले चाहिँ सक्यो बल्ल बल्ल वार पार एक गरा यताउता बोक्नु पर्ने छ गाइचहरू आउने हो यहाँले पुऱ्याइयो भोलि बिहा खाँदा ठिक पर्सि यसो ठिक हो त पछि छर्नुपर्छ उमल छिरीको कमिला लगाइदिएर उठाउने अनि हामी चाहिँ टक्क खाजा खाने बेला भयो अब यहाँ फुपूले चाहिँ लगाउनु हुँदैछ भाग होइन भन्नु न पहेँलो बनाउनु भएछ त बेसार लगाएर होइन यस्तै उसले सीताले ल्याइदिएको साथी यस्तै हो यस्तै हो पहेँलो जस्तो देख्छु र नि बेसार हाल्नु होइन जातै यस्तो अरे जाते यस्तै हो अहिलेको त हुबाम गए पनि त कविता एक पुरी ल्याइदिएको थियो के हुन्छ अनि अलिकति उबान थियो मध्य के है दिदी धरे बोटेको बा ल के भएको यो भन्नुहोस् न कहाँ पुगेन मिलाउनु है मजाले ल पुग्छ मात्रै दिदी है उड्ने काम खासै खाँदैन है उड्ने काम पनि मन पराउँदैन थाहा थप्पा बर्को म त यो बोट त्यसका बाजेको यहाँ छ बट लगाइसके तप्ने हेर्नु दिदी मलाई औ त्यही अझै निकाल्नु अझै नि मलाई नखानु बरु खासै मलाई म खान्न के तिमी खाउन अरे म त खाइहाल्छु नि मेरो भएको नि
हस् उता घुमेर त आउनु नि यो चुलाले अलिक हुँदैन र उता घुमेर तलपट्टि आउनु नि त्यतै बस जता सजिलो तपाईँलाई लाग्छ त्यतै साथीसँग बस्नु पर्यो यो चाहिँ यहाँ बस्नु है बिहान आज उता घुमेर यहाँनिर उही आउनु न छैन होला ला हो र म त मेरो फोन चार्ज गर्नु पर्यो भन्दै थिएँ नि यो साइडीलाई इसाइले मान्छे त खाने बटको त खाने ठुलै पऱ्यो आमामा कत्रो हौ त साँच्चै कत्रो सुप यो उसलाई सुप लाउँदा त एक चुलिक हुँदो रहेछ जुनालाई उठे हामीलाई उठे दिनु खाँदैन सानीको आधी भाग दिनु धेरैमा धेरै खाउँ है नदिने भयो यो कान्छीलाई चम्ची ऊ फुपूले ल्याइसक्नु भएको छ हो बाहिरमा लगिदिन्छु चम्ची ल्याउँदै चम्ची 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 त्यहाँ चोरै चोरो चोरो ओइ भाइ तिम्रो यहाँ छ म मामुलाई माग्दिन्छु यहाँ छ है भाइको पिरो छ अरे त्यहाँ वा के रहेछ किन तिमीलाई बोटको र चम्ची लिएर उठि बाबाले सक्नु भाइको त्यो फाल्टै निकालेको मैले कसले आफ्नो लागि खोइ त्यो हेर्नु त हो त डालीमा डेक्चीमा खाजा खुवाइ चाहिँ खत्रै छैन हो सानो सानो आरीमा खाइँदैछ खाजा खरबुजाहरू उसिन्नुपर्छ खरबुजा चाहिँ तपाईँ नै खानु खानु त पर्छ नि खरबुजा भोक लागेपछि जे पनि खाँदा खरबुजा खायो भने अघाइन्छ छिटो एक दाना लिएर दिनु न दिदी ल अहिले भाजी चाहिँ लगेर त्यही उठेर खान्छु म नुनै कता हरायो हामीले त एक थोरै दिने नुन मलाई लागेन फेरि कता हरायो लगेर खाएको कडा खानेले त नुन लागेन भने त खल्लो हुन्छ हौ अझै खाने अजिना चाहिँ म फेरि चाहिँ खाँदिनँ नै तिमीलाई अनि मैले हिजो लस्सीको चटनी ल्याएको हाम्रो यहाँ पानी चाहिँ त्यो घप्रकै चिप्ले रोडलाई है नानी सुवा हुन्छ है के खोजेको बसेन नानी ल खाइदिउ न खायो नुन अहिले भएर खायो भने अहिले चाहिँ नखाने म अहिले भएर त झन् जाडो हुन्छ खाऊ अहिले बाहिर चाहिँ दुईजनाको गफ खाइदेऊ मान्छे पहिला झाडै दिनु मेरो भाग भएर राख्दिनु एकदम नदिनु भाइ अहिले नखाने अहिले खाएर नदिनु सबैभन्दा मुनिको
थुक्पा खाने चाहिँ खालको चम्ची लिनु पर्छ के तर यो यस्तो रहेछ हाम्रो खालको अस्ति 25 वटा 25 वटा होइन हो त चम्ची सजिलो छ त हैन थुक्पामा काटेर दिनु भने त्यो चाहिँ उ चाहिँ ढोकामा लडेको रहेछ होस् न लडेछ है लडेछ त अहिले दिनुपर्छ ल यो नि हो म त यस्तो छु हुन्छ तब कहाँ धुनु यसमा काटेर लगाइदिनु पर्यो भनेर अलिअलि पखालिदिनु न बुबु केमा मैला भयो अरे पानी अलिअलि पखालिदिनु न भिजाइदिनु जस्तो गर्नु गाईले घाँस खाने घुरिमा लाने लु लु मैले अस्ति पियाजको बिटलेको हिजो अस्ति ल्याउनु लागेको छु र रोपेको छैन चिसो छ नि फेरि राम्रो पऱ्यो होइन अस्ति लिएर हिजो ल्याउनु लागेको थिएँ भसीबाट ल्याउनु लागेको थिएँ कि सम्राट ल्याइदिएछ पठाइदिएछ रोपेको छैन कसले? सम्राट पठाइदिएको सम्झनालाई र मलाई पठाइदिएको रोपेको छैन ले ए हो आज रोपेछ थुप्रै त छ सिस्टरले ल्याउनु थुप्रै त छ बालक नथापु थुक्पा भुँडी भरि ले ठिकै छ अहिले खायो भने सुपमा चाहिँ नुन लगाएर खानु अझै लाग्छ ओइ नानी तिमीलाई त छ उ हेर्नु है बुबा ठ्याक्क हामी चाहिँ खाजा खाएर साथीहरू मैले चाहिँ मलको भारी लगाइसकेँ गाइजहरू सकियो है अब चाहिँ हामीले एक एक भारी झारेर टक्क यहाँनिर बिसाएर चाहिँ टक्क फेरि छराउनु थाल्नु पर्ने अरे अन्तिम भारी है यो चाहिँ गाइजहरू यो एक एक दाना खानु अरे साथीहरू ल एक एक दाना थाप्नु एक एक दाना अरे दुई दुई दाना त पुग्छ कस्तो कुरा ए जा एक एक दानै भन्छ यहाँ आउनु माइती हामीहरू चाहिँ टक्क मल बोकिसकेर साथीहरू हामीहरू चाहिँ टक्क मल बोकिसकेर अनि अहिले चाहिँ हामीले यहाँनिर छराउनुको लागि रेडी गर्दैछौँ यहाँ डङ फुटाउनु हुँदैछ यहाँ मैले एक भुङ फुटाइसकेको छु फुपूले त्यहाँ फुटाउनु हुँदैछ छराउनेहरू चाहिँ यता हुनुहुन्छ हाम्रो आमैहरू तपाईँहरू जस्तोले चाहिँ छराउने हो हामी जस्तोले चाहिँ कुट्ने हो मल तपाईँहरू सक्नु हुँदैन के अरे हेऱ्यो भन्नु त होइन नि होइन नि यस्तो त हामी त कति गर्छौँ ए बाजु ओ आमै छिटो आउनु नि खैनी खाइसकिएन ए 400 पैसा थापेर भयो भन्नु त कहाँ मिलो भोजपुर जाँदा तपाईँहरू छराउनुमा राम्रो हुनुहुन्छ अरे र डिपाटै त्यस्तो पर्यो अहिले हामी चाहिँ यस्तो डल्लो कुटेको पर्यो लु है सम्झिँदैलाई के मजाले सुहाएको त हौ यो मल छराउनु यत्तिको चाहिँ हुनु पर्यो है आमामामा कति भुङ 1 2 3 5 6 ढुटाइसकेको छौँ चिन्ता नगर्नु न ए फुकाएर डढाइदिनु धुनै पर्दैन मुनाहरूले चाहिँ ठगेगा ओको मुनाचीहरू ठगेगा हामीले यत्रो फुटाएगा हजुर
ओको मुनाचीहरू चाहिँ ठगेका हामी चाहिँ जागार चलाएका अनि यहाँ ऊ फुपूले जागार चलाएका पार्टनरले ठगो भन्नुहुन्छ के पो ओको यावाचीहरूले चाहिँ के ठगेका यावाचीहरू के भन्छ यावाचीहरू ओको मुना चाहिँ ओको मुनाची मातेगा सेरुङको ओको मुनाची सेरुङको यावाचीहरू के भन्छ ओको मुनाची चाहिँ मै जस्तो नबुझेका ओको मुनाची चाहिँ नबुझेका मै जस्तो लाटाले पापा हेरे जस्तो गोबारो चलाउँदैछौँ नि यहाँ मारौँ भन्दैछ ओको मुनाची चाहिँ बुझेका रहेछ अलिअलि ओको मुनाची के देम सारो ओको साइलीजीले ओको साइलीजीले चाहिँ अलिअलि बुझेका खोरा कुखुरा छोरा छोरा एक खाम देम सारो यता आउनु भएको एक बजाले फेरि साथै कुखुरा मुहाले ओको मुनाचीले ठगेका अब म यो डल्लो फुटाएगा रुदै बस्यौ नि कान्छी फेरि पनि आऊ है यही बारीमा फुल गदावारी त्यस्तै हो अलिक मजाले गीत गाउनु पर्यो नि त गैरी धन बतै एकोरी माया नातिन अरे मातै सक्यो अब अर्को कुन पो फुल गदावारी म त जान्दिन फुल गदावारी छुटाने बेला साथीलाई लौ बिदावारी ठाउँमा पाती ठाउँमै राखौँ लै चढाइ भेटी पाती नाचेर दलिएको यो हल्लै हल्लाको संसार माया रुँदैन बसार
बस्ती बस्ती के जनापा एउटा चोक्लामा हाम्रा हाँसी हाँसीमा बिताउनु परेको छ जिन्दगीमा एउटा पिँडालुको गाना बोकेर भाषा कसले भन्नु लाग्यो समीक्षाज्यूले ढुङ्गे बगाएर माया ढुङ्गे बगाएर पिँडालु बोकेर जाँदैछु आशै नगर माया आशै नगर खोर्सानी डल्ले माया भन्तरीलाई सम्झिनी कल्ले पिँडालुको गाना बोकेर हजुर पिँडालुको गाना बोकेर कम्बर बालुले सरस्वतीको घरमा हजुर नाचिरहँगे ल हजुर नमस्कार पिँडालुको गाना बोकेर मुनाची नाच्दैछ मुनाची हिमियानको आई वासिम धेर खाएर यस्तो झिम्काइदेऊ यसैले तिम्रो परेला करेली कान्छी चित्ते करेली परेला झिम्काउनु आयो दिनु होला मासु तालकोले पनि अब एउटा घरमा मात्रै नाच्दैछु अब अर्को गाना पिँडालुले गाउँदा भेटेको छुइनँ भोलि पनि भेटिँदैन अब पिँडालु खन्दा मात्रै भेटिन्छ यसपालि भेटिँदैन गाई चरु पिँडालुको गाना बोकेर मल बोक्दाखेरि आगो मात्रै भेटौँला ल पिँडालुको गाना बोकेर हजुर पिँडालुको गाना बोकेर अनि अरू के बोकेर अरू त बोक्ने कुरो भए पनि बोक्नु छैन हजुर कोदाली पर्दैन होला कि हामीले चाहिँ साथीहरू सक्यौँ होइन मल छराएर यता 2 गरा चाहिँ यहाँदेखि उँभो चाहिँ बाँकी नै छ मल बोकेर चाहिँ सक्यौँ तपाईँ चाहिँ हतार नाच्नु छोडेर आएर हात धुन थाल्नुभयो ए